नेपाली शेयर बजारमा थोरै लगानी गरेर धेरै आम्दानी कमाउन चाहनुहुने तपाईहरुको लागि एकदमै खुशीको खबर आएको छ। किनभने नेपाली शेयर बजार अन्तर्गत छिटै नै ठूलो कम्पनीको आईपीओ निष्कासन हुँदैछ। आजको यस विशेष भिडियो अन्तर्गत रहेर त्यो कुन कम्पनी हो जसमा तपाईहरुले थोरै लगानी गरेर पनि धेरै आम्दानी कमाउन सक्नुहुन्छ, प्रतियोगिता कति एप्लाई गर्नुपर्छ र कहिलेदेखि यो आईपीओ सुरु हुन्छ, सम्पूर्ण जानकारीहरु आजको यस भिडियोमा समेट्न गइरहेको छु। यदि तपाई पनि शेयर बजार तथा लगानी सम्बन्धी विभिन्न जानकारीमूलक भिडियोजहरु हेर्न चाहनुहुन्छ भने हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनमा थिच्नु होला। ट्रेड टावर लिमिटेड भन्ने कम्पनीले आउँदो जेठ 14 गतेदेखि नेपाली बजारमा आईपीओ निष्कासन गर्न लागिरहेको छ। यस कम्पनीको आईपीओ निष्कासन गर्ने तथा बिक्री प्रबन्धक भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ। यस कम्पनीले विगतमा पनि धेरैवटा कम्पनीहरुको आईपीओ निष्कासन सम्बन्धी जिम्माहरू लिँदै आएको छ। यस कम्पनीले आफ्नो आईपीओ निष्कासनको लागि गराएको रेटिङ अनुसार यस कम्पनीले BB- रेटिङ पाएको छ। अर्थात् यस कम्पनीले आफ्नो वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम खालको जोखिम रहेको बुझिँदैछ। ट्रेड टावर लिमिटेड कम्पनीले हामी जस्तो सर्वसाधारणको लागि 32,56,505 किता आईपीओ निष्कासन गर्ने भएको छ। यदि तपाईहरुले यस कम्पनीमा लगानी गर्न चाहनुहुन्छ भने तपाईहरुले प्रति किता 100 रुपैयाँ बराबर किन्न सक्नुहुन्छ र थोरैमा 10 किता र धेरैमा 1000 कितासम्म तपाईहरुले भर्न सक्नुहुन्छ। र तपाईहरुलाई लागेको मेन जिज्ञासा भनेको कहिलेदेखि सुरु हुन्छ? जेठ 14 गतेदेखि यसको आईपीओ निष्कासन सुरु हुन्छ र जेठको 19 गते अन्तिम मिति रहेको छ। त्यसैगरी यस कम्पनीको ईपीएस, नेटवर्थ अथवा अन्य फाइनान्शियल इन्फर्मेसनहरुको भिडियो तपाईहरुले हेर्न चाहनुहुन्छ भने हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। यो आईपीओ निस्केको दिन हामी त्यो भिडियो निकाल्ने छौं र जसले गर्दा तपाईहरुलाई पनि धेरै काम लाग्न सक्छ। यदि तपाईहरु पनि शेयर बजार, नयाँ आईपीओ तथा लगानी सम्बन्धी भिडियोजहरु हेर्न चाहनुहुन्छ भने हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन थिच्नु होला। धन्यवाद।